अहिले हामी बाराको ग्रामीण क्षेत्रमा छौँ, जहाँ आम्दानी बढाउन र यहाँका गरिब परिवारले यसरी नै भैँसी, बाख्रा, गाई लगायतका पशुहरू पाल्ने गरेका छन्। यसरी सङ्ख्यामा गन्दाखेरि गाउँभरिमै एउटा परिवारले कम्तीमा एउटा भैँसी पालेको अवस्था छ। त्यसले आफूलाई खान पनि दुध पायो, शुद्ध दुध, र बचेको दुध नजिकको डेरी वा दही जमाएर बजारमा बिक्री गर्दाखेरि त्यसले नगद आम्दानी दिने गरेको अवस्था छ र त्यसैबाट चामल लगायतका फुटकर खर्चहरू गाउँका मान्छेहरूले पुरा गर्ने गरेका छन्। गाउँको दिनचर्या यसरी कटिरहेको अवस्था छ। अहिले जुन फ्रेममा हामी दृश्य देखिरहेका छौँ, यो दृश्य आउने 5 वर्षमा यो दृश्य पनि लोप हुने अवस्था आउन सक्ने स्थानीयहरूको भनाइ छ। यसरी नै गाउँका मान्छेहरू घाँस यस्तै गाई भैँसीलाई खुवाउनको लागि ल्याउने गर्छन् काटेर, र यसले गृहस्थ जीवनलाई, गरिबीलाई धानेको अवस्था छ। सरकारले यसरी पशुपालन गर्ने किसानको लागि सहुलियत दरमा पशुहरू खरिद गरिदिने हो भने यसले पनि पूर्ण रूपमा व्यावसायिकता पाउने विश्वास गर्न सकिन्छ। यो भिडियो हेरेर सरकारवाला निकायका ध्यान यसमा जान्छ भनेर विश्वास राख्दै अहिलेलाई म प्रस्तोता पवन यादव सहित हाम्रो टिम बिदा हुन चाहन्छ। नमस्कार।